भएको विनयजन बस्नेतजी कमसेकम जीवित मान्छेको सेवा गरिरहँदा त्यो मृत बेवारिसे लासलाई पनि ध्यान दिनुभएको छ र उहाँ यहाँ उपस्थित हुनुहुन्छ विशेष अतिथिको रूपमा मेरो मित्र पनि हुनुहुन्छ उहाँलाई पनि म एकदमै हार्दिक स्वागत गर्न चाहन्छु धन्यवाद दिन चाहन्छु। त्यसैगरी आध्यात्मिक क्षेत्रमा आफ्नो छुट्टै अस्तित्व र पहिचान खोज्दै अगाडि बढिरहनु भएका मेरा मित्र राजानन्द माण्डव्यज्यू उहाँ प्रखर वक्ता पनि हुनुहुन्छ उहाँलाई पनि म व्यक्तिगत रूपमा आह्वान प्रकट गर्न चाहन्छु। आयोजक मित्रहरू र यहाँ ड्यासमा उपस्थित हुनुभएका महिला सज्जनवृन्द सम्पूर्ण व्यक्तित्व र खास गरी पत्रकार साथीभाइहरू वास्तवमा म यो कुरामा खुसी छु कि यस्तो पवित्र कुरा खिच्नको लागि तपाईहरुको दर्जनौं क्यामेरा यहाँ छ। मलाई आशा छ तपाईहरुको यो क्यामेराले खिचेका हरेक भिडियोहरू बिग्रिने छैनन् सबैमा अपलोड हुनेछन्। कसैको क्यामेरा बिग्रिने छैन कसैको साउन्ड बिग्रिने छैन र भरे सही सलामत आउनेछ किनभने तपाईले यो गरिरहँदा गौमाताको सेवा गरेको ठहर्नेछ। मेरो नामै पुण्य गौतम हो। पुण्य गर्ने अवसर मान्छेलाई बेला बेलामा मिल्छ। जसरी मान्छेले दान दातव्य आदि इत्यादि गर्न सहयोग गरेका हुन्छन् तपाईहरुले पनि निस्वार्थ ढंगले हाम्रो आवाजहरुलाई हाम्रो भनाइहरुलाई आफ्नो सञ्चार माध्यममा सम्प्रेषण गर्न गौ माताको रक्षाको निम्ति अहम भूमिका खेल्ने एउटा सुवर्ण अवसर तपाईलाई पनि प्राप्त भएको छ। तपाई हामी भनेको त पानी र माछा जस्तो हो। तपाईहरुसँग कयौं दिन बसियो इन्टरभ्यु दियो तपाईहरुले भिडियो खिच्नु भएको छ तर यो एउटा विशेष इभेन्ट हो र यो रिपोर्टर्स क्लबको यो मञ्च छ। यो मञ्च भन्काउने र दिमाग तताउने काम प्राय भइरहने यो क्लब हो। तर यहाँ आज एउटा विशिष्ट परिवेश सृजना भएको छ। तपाईहरुलाई लाग्दो हो कतिपय मान्छेलाई कि यो वास्तवमा भन्ने हो भने कुनै आईएनजीओ एनजीओ को ट्रस्टमा सञ्चालन हुनुपर्ने काम हो। अब यहाँ अहिले तपाईले देखिरहनु भएको छ मान्छेले फ्यासनको रूपमा पनि यो काम गरिरहेका छन्। अब बेवारिसे कुकुरहरूको संरक्षण गर्ने एकाथरी साथीभाइ हुनुहुन्छ तर मैले यो आयोजक मित्रहरूको पवित्र उद्देश्य पत्ता लगाए उहाँहरू वास्तवमै भन्ने हो भने मनसा वाचा कर्मणा बेवारिसे भएको गौ माता गाईलाई हामी माता भन्छौँ। आफ्नी माता पछिको महान माता गौ माता जसको गौत पनि अमृत तुल्य हुन्छ। त्यस्तै माता जसले हामीलाई अमृत तुल्य दूध दिनुहुन्छ त्यस्तै गौ माताको संरक्षण गर्नुपर्छ भन्ने हुटोटीले युवा साथीभाइहरूले एउटा दुईटा गाईबाट सुरु गर्नु हो र अहिले 100 भन्दा बढी गाई पुर्याउनु भएछ। अब हेर्नु त आफ्नै गोजीबाट खर्च गर्नु भएको छ। बेचरा अब अवस्था उहाँको आफै त महादेव तानोटाङ कहिले देला पर्को रहेछ। आर्थिक समस्या त छ किनभने उहाँ कुनै एलन मस्कको मित भाइ पनि होइन अथवा विनोद चौधरीको आमापट्टिको वा मामापट्टिको पनि होइन। पैसा भनेको त्यस्तै हो हैन। तर धन प्रशस्त नभए पनि मन छ र म के प्रतिबद्धता व्यक्त गर्दछु भने मसँग धेरै पैसा त छैन तर मैले तपाईहरुले जो मायके लगाउँदै हुनुहुन्छ पावन पवित्र पाशुपत क्षेत्रमा लगाउने मायकेमा मैले पनि यथाशक्य दान गर्नेछु। यो आज मेरो प्रतिबद्धता हो र कृपया तपाईहरुले पनि दान गरिदिनु होला किनभने गौ माताको दाना बन्नेछ त्यो उनको संरक्षण हुनेछ। तपाईले देख्नु भएको छ हामी मान्छे कति निर्दयी भएका छौं। हामी हाम्रो स्वार्थमा लतारिएका छौं। तपाईलाई एउटा कुरा भन्छु अस्तित्ववादी दार्शनिक च्यापाल साहब जसले नोबेल पुरस्कारलाई कुहिएको आलुसँग तुलना गरेर अस्वीकार गर्नुभएको थियो उहाँले भन्नुभएको थियो मान्छे हदैसम्म पतन हुन सक्छ त्यो बेलामा जब उसले आफू बाहेक अरूलाई ध्यान दिँदैन। हामी स्वार्थी हुनु हुँदैन। यो धरती हामी मनुष्यको जति हो गाईको पनि त्यति हो जनावरहरूको पनि त्यतिकै हो कीट पतङ्गको पनि त्यतिकै हो उनीहरूलाई पनि बाँच्ने हक हुन्छ। खास गरी भन्ने हो भने कहिलेका आँखाबाट आँसु आउँछ जब सडकमा हिँडिन्छ गाई वस्तुहरू त्यसै बेवारिसे ढङ्गले अपरिमित ढङ्गले कहीँ सडक दुर्घटनामा परेका हुन्छन् गाडीले हानेको हुन्छ अधमरो भएका ती जनावरको आँखाबाट आँसु बगिरहेको पनि देखिन्छ। त्यतिखेर मेरो हृदय छिया हुन्छ कलेजो टुक्रा टुक्रा हुन्छ। हो यस्तो विषयमा न संसदमा आवाज उठ्छ न काहीँ आवाज उठ्छ।
हाम्रो भिडियोजम बस्नेजीले कोखै बाबु म भनेर यसो बुबुमा भएका मान्छेहरूले सांसद भएर संसदतिर गर्जिन्छन्, तर कहिले पनि विवाह विषय लासको विषयमा एक शब्द बोलेको मैले सुनेको छैन। योभन्दा ठुलो कृतज्ञता के हुन सक्छ? योभन्दा ठुलो राजनीतिक बेइमानी केही हुन सक्दैन। जसले आफूलाई भर्याङ दियो, जसले आफूलाई आश्रय दियो, त्यसको टाउकोमा टेकेर अनि घन्ने बजारले यो प्रवृत्ति राम्रो होइन। साथीहरू धेरै भाषण पोषण नगरौँ। जो उहाँहरूले यो श्रावण महिनादेखि श्रावण 1 गतेदेखि यो शुभ साहित्यमा पाशुपत क्षेत्रको राम मन्दिर परिसरमा बृहत सप्ताहमा आएकी लगाउँदै हुनुहुन्छ। यो आफैमा एउटा उच्च आध्यात्मिक कार्य पनि हो। तपाईँहरूले गरेको यो कार्य सफलता होस्। भगवानसँग यही प्रार्थना गर्छु कि गौ माताको रक्षाको निम्ति त्यहाँ पर्याप्त रकम पनि उठोस् र तपाईँहरूको मायकेको अग्रिम सफलताको म शुभकामना दिन चाहन्छु। तपाईँहरूले कुनै कमाई धमाईको लागि यो गरिरहनु भएको छैन। तपाईँहरूलाई कुनै पैसा कमाउने ध्येय छैन। मलाई थाहा छ कि याद गर्नु होला कि जहिले पनि हामीले समाज रूपान्तरणको एजेन्डा बोक्दा मनुष्यलाई मात्रै फोकस गर्नु हुँदैन। अहिले ग्लोबल वार्मिङको एउटा माहौल तयार भएको छ। यस्तो बेलामा मान्छे त सङ्कटमा छन्, प्राणीहरू पनि सङ्कटमा परेको बेला हो। हामी जहिले पनि राजनीतिक खुद्रा मसिना मुद्दामा अल्झ्यौँ। अब हामीलाई सरकार के छ भने संसदमा के भयो, गभर्नर नियुक्तिको अवस्था के छ, अनि त्यसपछि राजाको सवाल के हो, राजाको बाजा बज्छ कि बज्दैन, जेठ 15 गते वर्षा हुन्छ कि अथवा राजनीतिक वर्षा हुन्छ, अथवा फलाना तिलाना ढिस्कानाले संसदमा के भने गगन थपा काँट उक्रिए, सम्माननीय प्रधानमन्त्री के पी शर्मा ओलीज्यूलाई के गाली गर्ने त्यसको तयारीमा मान्छे बसेको देखिन्छ। हामी हेर्टी स्पिच धेरै गर्न सिपालु छौँ, तर वास्तवमा हामी माया प्रेम करुणा सद्भाव विश्वास बाँड्नुपर्छ। हेर्नुहोस् त, यो धरतीमा प्रेम बाँडे प्रेम पाउनुहुन्छ, घृणा बाँडे घृणा पाउनुहुन्छ। हामी स्वार्थी हुनु हुँदैन। हामीले जनावरको संरक्षण गर्नुपर्छ। यहाँ जङ्गली हिंसक जनावरको संरक्षणको लागि प्रत्येक वर्ष सरकारले करोडौं करोड बजेट छुट्याएको छ। निकुञ्जका बाघहरू सिंहहरू संरक्षण गर्न, कोहीहरू संरक्षण गर्नको निम्ति बजेट खर्च हुन्छ। यसको मतलब उनीहरूलाई संरक्षण गर्नुहुन्छ भन्ने हुँदैन भन्ने मेरो आशय होइन। तर गाई जस्तो सोझो भनिन्छ नि गौ प्राणी, हेर्नु त, गाई माता हुन्, गाई जननी हुन्। त्यस्तो जननी झन् हाम्रो आध्यात्मिक महत्त्व पनि छ। हामी वैदिक सनातनीहरूको त पूजा विधिमै गाई छ। हामी गाई तिहार मनाउँछौँ। यस्तो सुधो जसको पिसाबलाई गौत भनिन्छ, त्यो औषधि हुन्छ र जसको मलमूत्र नै काम लाग्छ। दुधको त कुरै भएन, अमृत हुन्छ। एउटा बच्चा टुरो बच्चाले आमा घुमायो भने उसले खाने भनेको गौ माताकै दुध हो। त्यसमा कति अमृत तत्त्व हुन्छ यो कुरा मैले भनिरहनु पर्दैन। त्यस कारणले गर्दाखेरि बेवारिसी गाई गोरुलाई संरक्षण गर्ने कुरामा जुन तपाईँहरूले पहल कदमी लिनुभएको छ र अन्तिममा म यही भन्न चाहन्छु, म पनि एउटा पेट लभर हुँ, म पनि एउटा एनिमल लभर हुँ। मलाई पनि मनपर्छ, मैले पनि यसको संरक्षणको लागि केही योगदान गरौँ भन्ने कुरा सोचिरहेको छु। र जहिले पनि एउटा भनाइले छ नि, पास्ट इज पास्ट, प्रेजेन्ट इज नाउ, फ्युचर इज अनसर्टेन। हो, फ्युचर इन अनसर्टेन होइन, फ्युचरलाई सर्टेन बनाउनको निम्ति हामीले साउन 1 गतेदेखि पावन पवित्र पाशुपत क्षेत्रमा आयोजना हुन गइरहेको यो बृहत महायज्ञमा यथाशक्य दान गरौँ, गौ माताको रक्षा गरौँ। आज मित्रहरूले क्युआर कोड मार्फत पनि त्यहाँ आउन नसक्ने साथीभाइहरू, आमा बुबा दाजुभाइ दिदीबहिनी, विश्वभरि छरिएका मानवतावादी पानी संरक्षणको लागि हुर्काउने, गौ माताको संरक्षणको लागि जसले धेरैदेखि योगदान गर्न चाहनु भएको छ, उहाँहरू नेपाल उपस्थित हुनु भएन भने पनि उहाँहरूलाई क्युआर कोड उपलब्ध हुनेछ। र म फेरि पनि अन्तिममा भन्न चाहन्छु, एकै थुकीमा नदी सयले थुकीमा नदी, आउनुहोस् हामी हातमा हात काँधमा काँध मिलाउँ। मैले के कति योगदान गर्नुपर्छ मैले गरौँला। अब सबै साथीहरूले गर्नुहुनेछ भन्दै म तपाईँहरूको यो कार्यक्रमको भव्य सफलता र त्यसपछि महायज्ञको पनि सफलताको कामना गर्दै म पुण्य गौतम पनि यहाँबाट बिदा हुन चाहन्छु। हस्त, नमस्ते, शुभ दिन।